आफ्नै छोरीलाई मनोकामना पूरा हुन्छ भन्दै मन्दिरमा चढाउने प्रथा यो कुनै काल्पनिक घटना होइन। पश्चिम नेपालका केही जिल्लामा आज पनि यो प्रथा कायम छ। देउकी प्रथा हो। डोटी, बैतडी, डडेलधुराका मन्दिरहरूमा देवी देवताको सेवा गर्न कन्याकेटी अर्थात् प्राय 2 वर्षदेखि 10 वर्ष उमेरका बालिकाहरूलाई चढाउने कुप्रथा थियो, जसलाई देउकी नाम दिएको थियो। देउकी अर्थात् देवतालाई चढाइएकी। कानूनले त पहिले यो प्रथालाई निर्मूल पारिसक्यो, तर हाम्रो नेपाली समाजको विडम्बना आज पनि यो प्रथा कानूनबाट लुकीछिपी प्रचलनमा छ। यो प्रथाको सुरुवात कहिलेदेखि भयो? देउकी प्रथाको ठ्याक्कै सुरु भएको मिति र वर्ष प्रमाणित भने छैन, तर यो प्राचीन धार्मिक विश्वास र परम्परासँग जोडिएको थियो। खोज गर्दै जाँदा विशेष गरी इतिहासकारहरूका अनुसार देउकी प्रथा मल्लकाल 12औं देखि 18औं शताब्दीदेखि सञ्चालनमा आएको मानिन्छ। सुदूरपश्चिमको समाजमा जरा गाडेर बसेको मानिन्छ। त्यस समय धार्मिक विश्वास र अन्धविश्वासले समाजलाई गहिरो प्रभाव पारेको थियो। मन्दिरहरूको प्रभाव र पुजारीहरूको शक्तिले यस प्रथालाई पोषण गरेको थियो। देउकी प्रथा करिब 800 देखि 900 वर्ष पुरानो मानिन्छ। यो प्रथाको केन्द्रबिन्दु बैतडी जिल्लाको मैलोली देवीका मन्दिर रहेको मानिन्छ। विभिन्न पुस्तकहरूको तथ्याङ्कलाई हेर्दा देउकीहरूको हालसम्मको 20,000 सम्मको अनुमानित संख्या रहेको भनिएको छ। सुरुवातदेखि अहिलेसम्मको अवस्था। नेपाल सरकारले देउकी प्रथालाई अवैध घोषित गरिसकेको छ। मुलुकी ऐन, बालबालिका सम्बन्धी ऐन र मानवाधिकार नीति अन्तर्गत यो प्रथा कानूनी रूपमा दण्डनीय छ। राष्ट्रिय मानवाधिकार आयोगले पनि यस प्रथा विरुद्ध ध्यानाकर्षण गर्दै यसको उन्मूलनका लागि थप कदम चाल्न सरकारलाई आग्रह गर्दै आएको छ। पुण्य प्राप्त हुने आशमा आफ्नै परिवारद्वारा आफ्नै छोरीलाई मन्दिरमा चढाउने र धनी परिवारले गरिब परिवारलाई बालिका किनेर मन्दिरमा चढाउने, जसले गर्दा गरिब परिवारलाई केही आर्थिक लाभ हुन्थ्यो, त्यसैले पनि यो प्रथा मौलाउँदै गएको थियो। छोरा नभएमा, महारोग लागेमा मुद्दा जित्ने भाकल गर्न, आफ्नो मनोकांक्षा पूरा गर्न, पुर्ख्यौली भाकल पूरा गर्न आफ्नै छोरी वा गरिब मातापिताका अबोध कन्या किनेर देवीलाई चढाइथ्यो। यसरी चढाइएका छोरीहरूलाई न त पुनः परिवारले हेर्थ्यो न त समाजले। सामाजिक जीवनबाट नै उपेक्षित जीवन बिताएका देउकीहरू स्वावलम्बी बन्न नसक्ने अवस्था थियो। कतिपय देउकीहरू यौन शोषणमा पर्दथे। देउकी बालबालिकाहरूमाथिको असर। यस क्रूर प्रथाले पीडित बालिकाहरूको जीवनमा गहिरो घाउ दिएको छ। शिक्षाबाट पूर्ण रूपमा वञ्चित बनेका छन्। विद्यालय जाने अधिकार खोसिएको छ। विवाह निषेध गरिएको छ। सामान्य पारिवारिक जीवन बाँच्ने अवसरबाट वञ्चित गरिएको छ। यौन शोषण र दुर्व्यवहारको उच्च जोखिम रहेको छ। आर्थिक आत्मनिर्भरता, आफ्नो खर्च टार्न मन्दिरको भेटी वा कसैले दिएको पैसामा भर पर्नुपर्ने बाध्यता रहेको छ। सामाजिक कलङ्क र उपेक्षाको जीवन मानसिक तनाव र पहिचानको सङ्कट बनेको छ। हालको अवस्था। सकारात्मक पाटोमा भन्नुपर्दा नयाँ देउकी बनाउने चलन अहिले लगभग अन्त्य भएको छ। शिक्षाको प्रचार प्रसार, सामाजिक जागरण र कानुनी कारबाहीको डरले यस प्रथाको नयाँ श्रृङ्खला टुटेको छ। तर दुःखको कुरा के छ भने वर्षौं पहिले देउकी बनाइएका महिलाहरू अझै पनि गरिबी, सामाजिक उपेक्षा र आधारभूत सेवाबाट वञ्चित भएर जीवन बाँचिरहेका छन्। उनीहरूको पुनर्स्थापना एउटा अझै अधुरो काम रहेको छ। देउकी प्रथा कुनै एक राजा वा शासकले अन्त्य गरेको भने होइन। 2046 सालपछि प्रजातान्त्रिक सरकार, विशेषतः गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकार विक्रम सम्वत 2046 पछि कुप्रथा अन्त्यका लागि नीति, कानून र अभियानहरू सुरु गरिएको थियो। विक्रम सम्वत 2047 को संविधानपछि मानव अधिकार र बाल अधिकारलाई जोड दियो। त्यसपछि बनेका कानूनहरूले देउकी प्रथा अवैध घोषणा गर्यो। बालिकालाई मन्दिरमा चढाउने कार्य प्रतिबन्धित भयो र बिस्तारै यी कुराहरू कार्यान्वयन हुँदै गयो। सुधारका प्रयास र पुनर्स्थापनाका लागि के गरियो? सरकार तथा विभिन्न गैर सरकारी संस्थाहरूले पुराना देउकी महिलाहरूको आर्थिक पुनर्स्थापना कार्यक्रम गर्दै आएको छ। सेवा विकास तालिम र आय आर्जनका अवसर, स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने अभियान, विद्यालय स्तरमा जनचेतना कार्यक्रम, स्थानीय सरकार र सामुदायिक नेताहरूसँग सहकार्य, कानुनी सहायता र परामर्श सेवा सञ्चालनमै रहेको छ। देउकी प्रथा नेपालको सामाजिक इतिहासको एउटा कालो अध्याय हो।
यस कालो अध्यायको बारेमा अधिकांश नयाँ पुस्तालाई जानकारी नभएको हुन सक्छ। यसै कुरालाई मध्यनजर गर्दै हामीले यो भिडियो तयार पारेका हौं। यस विषयमा यहाँहरूलाई थप जानकारी भए कमेन्ट गर्नुहोला। नमस्ते।